हेलो साथीहरू, आजको मौसम चाहिँ हाम्रो गाउँतिर चाहिँ यस्तो छ है। तपाईँहरूकोतिर चाहिँ कस्तो छ? हाम्रो गाउँदेखि देखिने छाँगिनी झरना चाहिँ यस्तो छ। तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ। एकदम राम्रो छ। यहाँनिर विभिन्न प्रकारका माछाहरू पाइन्छ। अनि यो चाहिँ हाम्रो घर मास्तिरदेखि देखिने भ्यू हाम्रो घरको। यस्तै छ गाउँघरतिर चाहिँ। एकदम रमाइलो, एकदम हरियाली, एकदम हावापानी राम्रो छ अहिले। तपाईँहरू पनि गाउँघरतिर घुम्न आउन सक्नुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो नास्पाती छ। नास्पाती ठिकठिकै फलिरहेछ। यो चाहिँ हाम्रो घरदेखि देखिने दृश्य हो। आज चाहिँ एकदम दामी बादल लागेको छ। तपाईँहरू पनि देख्न सक्नुहुन्छ। अहिले चाहिँ गाउँघरतिर यस्तो राम्रो हरियाली भएको छ। मकैहरू यस्तो घोगा लाग्न थालेको छ। बाँसहरू छ यहाँनिर। टिम्बुरहरू छ। टिम्बुरको अचार खानु एकदम रमाइलो हुन्छ है साथी हो। यस्तै छ हाम्रो तल्लो घर र माथिल्लो घर यहाँनिर छ। यहाँदेखि देखिने दृश्यहरू यस्तो छ। त्यो चाहिँ बाँसपुटे हो। यो चाहिँ बाँसपुटे चाहिँ निकै नै बाक्लो छ। अनि हाम्रो गाउँ पनि ठिकठिकै बाक्लो छ, तर यहाँदेखि देखिँदैन।